हेलो गाइज, आज चाहिँ मैले तामाघाटको तल्लो चोकदेखि माथिल्लो चोकसम्म देखाउन गइरहेको छु। सर र हेर्नुहोस्, यो मालापट्टि साइडमा चाहिँ अब पुरै अरण्यको हाई रोडमा हेर्नुहोस् पार्किङ यस्तो छ है। पार्किङ गाडीहरू यसरी हाई रोडमा राख्न मिल्छ भने अब यो एक्सिडेन्ट भयो भने को जिम्मेवारी हुनसक्छ। तल्लोपट्टि साइडमा पनि गाडी त्यत्तिकै थुपारेको छ। गाडी गुड्नु पर्ने यो अरण्यको हाइवे रोड हो। यसरी गाडी पार्किङ गर्ने ठाउँ त पक्कै पनि होइन नि है। हेर्न सक्नुहुन्छ है, गाडी नै गाडीले भरेको छ भने खावाको बाटो बन्न लागेको चाहिँ आज लगभग महिना दिन हुन लागिसकेको छ। अहिलेसम्म बाटो सुचारू राम्रोसँग भएको छैन भने वान साइड मात्र पिच भएको छ। यो ठुलो कन्टेनरवालाहरू चाहिँ बिहानदेखि अहिलेसम्म बसिरहेको छ भने यिनीहरू चाहिँ 8-9 बजीसम्म जाँदैनन्। यो गाडीहरू चाहिँ यहाँदेखि तलैसम्म लाइनमा छ, पुरै ठ्याक्क 8 बजी जान्छन् यिनीहरू। अहिले त यति मात्र भयो, गोल्डनसम्म लाइन पुगिरहेको हुन्छ कहिलेकाहीँ त होइन। धेरै 1 महिना अगाडिदेखि मैले हेरिरहेको छु। यहाँतिर गाडीहरू व्यवसाय, टरक व्यवसाय गरेर खाने, हामी अब यो पसल व्यवसाय गरेर खाने मान्छेहरूलाई पनि यो गाडी नचल्दाखेरि त एकदमै मार्नै पर्छ। यो खावाको बाटो चाहिँ मान्छे थपेर हुन्छ कि कसरी हुन्छ, सबैभन्दा छिटो सक्नु पर्यो। अनि त्यसपछि सबै व्यवसाय गरेर खाने मान्छेहरूलाई चाहिँ अलिकति सहज हुन्थ्यो होला है। यो तामाघाटको ताजा अपडेट हेर्न सक्नुहुन्छ गाइस। यस प्रकारको रहेको छ है हाम्रो 5 सालतिरको।